हजुरको पाँच जुलाईमा के लेखे आउँछ छिटो त्यो भ्याच निस्किन्छ सबै हेरेको बर्थडेमा मम्मीको बर्थडे सपना हेरे भैया ओ सरप्राइज मम्मीलाई फोन त्यति नजिक भएर पनि आउँदैन त्यो त आन्टी खोल्नुस् त हैन अंकल मम्मीलाई यहाँ कभर राम्ररी खोल्नु हात बुझेर गरे त नबनाऊ है प्लास्टिक छ त्यसमा सायद यो प्याकिङ खोल्दै हुनुहुन्छ हाम्रो कान्छा भाइले मम्मीलाई यो गिफ्ट बर्थडे गिफ्ट यो पछाडि प्रेस गर्नु होला निस्किहाल्छ हात बुझ्नु क्लैप हजुरबा ओ बाबरे हजुरबा त क्यों यस्तो बलबन्तीले हजुरबा हजुर बलबन्तीले आमा फेरि ओहो गिफ्ट आयो गिफ्ट ह्यापी हजुरबा के भन्नु न बुबुलाई अब त्यही नम्बरमा त्यही मोबाइलबाट हुन्छ फुल दिदीले दिनु भएको यो गिफ्ट मोबाइल दिदी सीता दिदीले यहाँ यो हेरिदिनु होला हाम्रो राम्रो भिडियो भइरहेको छ है बुवा मम्मीको हजुरलाई गिफ्ट कसले पठाउनु भएको गेस गर्छु हजुरबा के अब सेट भएछ खुसी छोरी छोरीलाई के भन्न चाहनुहुन्छ मिलेर पठाउनु भएको उहाँ ज्वाइँ छोरीलाई सबैलाई राम्रो होस् उन्नति प्रगति गरौँ अझ यो भन्दा पनि धेरै ठुलो ठुलो सम्मान दिएको गरौँ आमाले छोरो छोरीलाई भने हो या छोरोलाई भने छैन अमृत बहिनी आमाले छोरो अमृत भाउजू अनि हाम्रो साइली भाउजू अनि हाम्रो कान्छो कमल दाई अलि राम्रो समाउनु उरे दादाले पायो भने 24 घण्टा चलाउँछ उन्नति प्रगति गर्नु एउटा ठुलो गिफ्ट कत्रो कुरा गर्नु हजुरबाले के भाइहरुको नि भिडियो बनिरहेछ ल भन्नु सोध्नु जहिले पनि हाम्रो यो समाजको लागि केक बर्थडे केक देखि लिएर एनिभर्सरी केक हल्दी केक केकको आवश्यकता छैन हाम्रो आइडेन्टिटी बेकरीलाई सम्झिनु होला किनभने हामीले यति राति पनि धनगढीबाट काठमाडौँबाट कहीँबाट पनि फोन गरेर एक कलमै देश विदेशबाट कल गर्ने बित्तिकै आइडेन्टिटी बेकरी यसरी घरमा आइपुग्छ यो सरप्राइज हामीलाई पनि थाहा छैन आएको रहेछ जो अस्ति बुवाको बर्थडेमा पनि यसरी आएको थियो केक खिलाउ के बुवालाई केक खिलाउनु के खानु के
मम्मी केक खानु केक के खाने गयो न रहेछ त हामी आउनु पर्यो क्या हामी जानु पर्यो क्या के के त डस्टबिन गइछ मान्छे मोबाइलमा हेरेर बस्छ ल मोबाइल हान्न लागेको सुदिन आँखा भएर सुने के त ल पैसा आयो पैसा आयो बच्चिना फुलको बगैँचाबाट टिप्यो केक मम्मी केक खिलाइदिनु बुवालाई केक ल ल आज केक बिग्रेको एउटा उल्याउनुपर्छ कि गौतमले के बिगारो भया कपन्न 2 कपन्न के ल्याइदिनु पर्छ नखाइ ल ल केक खान त खाइजाउ यहाँ हाम्रो भुन्टे बाबु त्यो भुन्टेलाई मैले जा के गाछ घर जा त भने हेरेर बसे हामी के गाछ भने हामी नै मैले दिदी भुन्टे बाबु यहाँ भुन्टे त्यो बाबु बाबुलाई मैले पठाएको के गाछ जाऊ पल्लो घर भनेको उहाँ टिभी हेर्ला थिए ल ठीक छ मम्मी ड्याडीको उ गर्नु पर्छ बनाउने न अब बर्थडे तर तुम्ैको बर्थडे तेनी भाइ कतिखेर पुगेको थियो के आइहाले तपाईले भने चाहिँ आउनु नै आज हाम्रो बुवा कति गोरो देखिनु भयो आज खुसी पनि हुनुहुन्छ आज हैन दिदी तपाईसँग मुरी खाइ हुँदैन भन्नु यहीँबाट यहीँ आउँछ बर्थडे पनि आउँछ जुटो परेको त्यही बेरको ए पहाडमा जुटो गरेर रहेछ पहाडमा जुटो गरेर त्यस्तो बडा भएर हेमाङको बर्थडे में चोखिन नि उठे नानु यहाँले आवाज कम सुनिन लाग्यो यहाँ धेरै भिडियो रेकर्डिङ पनि भइरहेछ यहाँ हल्ला पनि धेरै भइरहेछ सुन्नु भन्नु भन्दिन न म हेमाङको बर्थडे सम्म चोखिन नि भनेर ए कमल दाइ यहाँ आउनु रे अब माल दाइको उसमा बर्थडेमा चोखिनुहुन्छ रे हेमाङको भने ए हेमाङको ठीक छ अब हामी जान्छौँ ट्याक्टर सबै आउँछ राम्रो अंकल 2 दिन त छ भोलि कमल दाइ र भाउजू जाने हुन् निक पर्सि म जाने हुँ तपाईँ त मसँग नगर हामी आउँछ आउँदैन अगाडि नजाऊ न म हेमाङको बर्थडे जाउला पर्सि जान्ला हो होइन जान्छ कान्छी जाने होइन पहिला यिनी टाढा टाढा बस्ने मान्छे हुन् अलग अलग बस्दा हुन् ए वहाँ जानु न पछाडि बनाइरहनु
लुट गरिदिनु लाग्यो ल खिलाउनु मम्मीलाई चुन लाग्यो ल साइली बाजु मम्मीले भुटी दिएको बेला लाग्यो जो लाएर सपना सपना र भाउजूले के भाउजूको बारी आयो नि त अहिले पाएन भन्दै मुखेर नि कसले दिने हो पैसा केकमा मोबाइल हो क्या मोबाइल केकमा कहाँ पैसा मोबाइल केक सानो यहाँ अस्तिको गीत त अरे अहिले बोला हामीले त खानु भएन हेर त कसैले खानु पाएन अरे साइलेन्टली खादियो त त्यही त ल्याइदिनु पर्थ्यो अब साइलेन्टली खादियो न अंकल हजुरी साइलेन्टली खादियो साइलेन्टली हजुर डाउनलोड भइरहेको छ डाउनलोड भइरहेको छ हजुर कान्छाङ कान्छाङ जाने हुन् भोलि नाइ कान्छाङ जाने हैन कान्छा अंकल मात्र जाने हुन् किन हेमास्टुको बर्थडेमा बस्दैन दार्चुला छ अरे त्यही भएर बामु हेर्नु भोलि पर्सि बिरयानी पर्सि आउला क्या जाने हो पर सागर कहाँ बेला अरे अहिले गाडी छिलछाल त पानी मसला नि जा तो जा 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 सन्तुलुरी सन्तुलुरी कति पकाएर पकाएन भान्सेकै कोठामा अहिले कहाँ ए छाडे त यहाँ झगडा सुरु वहाँ तिम्रो फाइट किन हो यस्तो जतिखेर नाटक किन परेछ अब मोबाइल खोज्नुला केक खानलाई चाहिँ ओइ सतो कभर लाएर हुन्न के कभर लाखन हजुरआमा आएन ओइ फुपू मेरो भिडियो गर है आमा सन्त फुपू हजुरआमा आएनन् पहिला किन केक दाइ लायो होला किन रे आशीर्वाद दिनु है किन क्यामेरामा किन आएन हजुरआमा ए मुखमा लगाइदिए क्यामेरामा आएको छैन नै आएन छैन नि मैले तल लगाइदिएँ क्या खालि खाऊ भने किन नानी हामीले खायौँ सन्तुलुरी बार मैले के भने क्यामेरामा आउँदैछ